नमस्ते एभ्रिवान। आजको भिडियो मैले यो ब्युटिफुल सिनबाट सुरु गरेँ। म चाहिँ यो भिडियोमा देखेको माथिको डाँडाको लाइनमा बस्ने गर्छु। आज म पल्लोपट्टिको आइल्यान्ड साइडमा यो रिभर ड्याम साइडको डाइभर्सन गरेर बिजुली निकालेको साइडहरूमा अनि यो के भन्छ त्यहाँ विभिन्न किसिमको खेतीपाती गरेको ठाउँहरू लगायत त्यहाँ फिसिङ स्पोटहरुमा पुग्ने छौं। किप वाचिङ माई भिडियो गाइज। यही पारिपट्टि देखेको गाउँमा बस्तीमा हामी बस्ने गर्छौं र ठ्याक्कै पल्लोपट्टि डाँडामा लगभग आइपुगिसकेको छौं हामी। गाईहरू अगाडि हिँड्दैछन्। म पछाडि गइरहेको छु। त्यो टिसीकामार फुटाउने यताउतिलाई नै आउँछ मान्छे सकिएन किन नसोचे होला मार्यो भोलि यसो मान्छेहरूले त्यही त गयो यसो गएर पटिनीमा चोरी यतिलाई टिसर्टको आधार समातेर छ नि त्यही टिसर्टको आधार छ त्यही अहिलेसम्म त्यही टिसर्ट लाएर मात्रै गडाङ गुडुङ गरिदियो पुलिसले पनि उनीहरूले पनि के कमाएर गरिदियो साला अहिले हेर्नु ल हामी चाहिँ यो हो त्यहाँ डाँडामा माछाहरू डडेल लाएर भसक्क मरेर बसेको छ अरे। त्यही माछा टिप्न हिँडेको हामी चाहिँ। अब एकछिनमा एक दुई बोरा माछा टिपेर ल्याउनु पर्यो। अनि त्यहाँनिर घोडाले नै अन्डा पारेर राखेको अरे। दुई चारवटा त्यो पनि ल्याउनु पर्यो भरेलाई तरकारी। सागबारी पनि छ अरे, साग रोपेर राखेको त्यो पनि टिपेर ल्याउनु पर्यो। सो आलु प्याजहरू पनि छ अरे। ल यो दाइहरूले अस्ति तोरी छरेर राखेको थियो अरे, फुल पनि फुलिसकेको छ। अब यहाँ अब अर्को एक महिनामा यो तोरी काट्ने बेला पनि हुन्छ। गजब रहेछ त्यो गीत त। अनि उबेला के अरे तारादेवीको पालाको नारायण गोपालको पालाको रहेछ। यो सबै ओलिभको बोटहरू हो। सेतो सेतो फुलबारी पनि चटक्क परेर बसेको छ। ल हामी ठ्याक्कै यहाँको डाइभर्सन ड्याम साइडमा पनि आइपुग्यो। उ त्यहाँ पर मान्छेहरू फिसिङ पनि गरिराखेको छ। अहिले चाहिँ तल रिभर ड्याम साइडबाट माथि चढेर यो रेसिडेन्सियल एरियामा आइपुग्यो। एकदमै यहाँ सुनसान अनि यहाँ शान्त वातावरणको रेसिडेन्सहरू छ। यहाँ एकदमै बस्तीहरू लोकलहरू बस्ने ठाउँमा आइपुगेको रहेछ हामी खासमा। त्यही भएर यो अलिकति भिआइपी एरिया जस्तो देखिन्छ। गाईहरू ठकाइ मारेर चबाउँदै हिँड्नुपर्ने रहेछ। हामी फिसिङ स्पोटमा पुग्नेछौँ। त्यहाँ अब हेरौँ कस्तो रहेछ ठाउँ। भयो भने हामी पनि त्यहाँ फिसिङ ट्राई गर्नेछौँ। अन्त पुरा चोक चोक रहेछ त। पुरै भिआइपी एरिया रहेछ त्यो चाहिँ। जाउँ ल चिल हानेर मार्नु त यो चिल्दै। दाइ यो के को रुख अरे यो फुल भएको? दामी फुलेर बसेछ।
आमामा मौरी त डेन्जर झुम्ने रहेछ त नि सात त उडायो त्यो दुलोबाट टाउ रामदाईको सात त उडाइदियो यता एरिया यो चाहिँ भिआइपी रहेछ त्यहाँ त लिक्तेहरू खातेहरू बस्ने जस्तो छ है यो पुरै भिआइपीहरू चट्ट यो हाम्रो नेपालको त्यो दरबार मार्गतिर त्यो माथि के अरे अनि माथि त्यो के अरे यतापट्टि बुढा नीलकण्ठ साइडमा हुन्छ नि यस्तै के रहेछ लगोस् भनेर राख्यो त त्यो के गर्नु यो रुख चाहिँ के हो यो आफै यो यस्तो हुने हो कि काटेर यस्तो बनायो अङ्गुर हो त्यो पुरै काटेर बुच्चै बनाएर डल्लो 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 छाता जस्तो बनाउनु रहेछ लास्टमा यो रुख पनि ठाडो जानु भने रुख सागबारी घरेटी किन्नु पर्ने रे त के रुख भन्छ यसलाई छोडा हो घुम्ने हो नि सर काम छैन यो पुरै सेनामा भर्ती हुन थाल्यो जसरी हिँडे तपाईँ लौरी टेकेर त्यो परको साग टिपेर ल्याउनु पर्ने होइन गजब छ त मार्छ फेरि उतै फर्किने त्यो शीतल है ल ठिक छ उल्टो बाटो आइपुगेछ हामी यो गाउँ उहाँदेखि अनि दाइ यहाँ थाकेर बस्नु भएको रहेछ हिँड्दा अब फाइनल्ली हाम्रो चाहिँ यो यत्रो वाला राखेको छ भाडा कटेर आइपुगेका छौँ यहाँबाट हामी यो देखेको अगाडिको पल्लो पुल यो अगाडिको पुल कटेर तल फिसिङ स्पोटमा पुगेर के रहेछ अवस्था लेट्स सी गाइस त्यसले नि बाटो खोजेर घुमे भाइको फिसिङ गरेको भिडियो चाहिँ अब त्यहाँनिर के हुन्छ त्यहाँको अवस्था हेरेर हामीले भिडियोमा हाल्नेछौँ अहिलेको लागि धन्यवाद थ्याङ्क यू सो मच गाइस ल फाइनल्ली 10-15 मिनटमा यो डाँडा चाहिँ खतम भएछ यतापट्टिको यो ड्याम डाइभर्सन गरेर बिजुली निकालेको ठाउँमा आइपुग्यो